हेलो मेरा फेसबुकका साथी हो। मेरा छोरा छन् छोरी छन् भनेर कहिले पनि आश गर्नु हुँदैन। कहिले पनि आश गर्नु। साना हुन्जेलदेखि त मम्मी मम्मी भन्छन्। मम्मी मलाई यति पैसा दे उति पैसा दे भनेर दिन्छौँ। भोलि मलाई बुढेसकालमा हेर्ला कमाउला मलाई हेर्ला भनेर कहिले पनि आश नगर्नु होला छोराबाट। न छोराबाट न छोरीबाट कहिले पनि आश नगर्नु होला। किन भन्नु न, भोलि छोराको बिहा गरेपछि बुहारी आउँछ। बुहारी आएपछि छोरो बुहारीको अन्डरमा हुन्छ। बुहारीको अन्डरमा भएपछि के अरे हामीलाई त वास्तै गर्दैन। हामी बुढाबुढी हुन्छौँ। बुढाबुढी भएपछि त ए बुढी कति किचकिच गर्छे, मर्न नसके कि कहिले मर्छ र आनन्द हुन्छ। अनि खोक्यो भने पनि यो कति खोक्दिरहेछ, ए रोग सार्ने भई भनेर भन्छन् अहिलेका छोरा बुहारीले। कति खोक्दिरहेछ, कहिले मर्छ र आनन्द हुन्थ्यो, यो मरेदेखि त आनन्द हुन्थ्यो भनेर भन्छन् अहिलेका छोरा बुहारीले। जति सक्दो आफैले कमाएर आफै रमाउन सको भने मात्रै बुढेसकालमा काम लाग्छ, नत्र भने काम लाग्दैन। छोराले हेर्लान् छोरी हुन्छ नि, ज्वाइँको घर गएपछि ज्वाइँको अन्डरमा बस्नु पर्यो। अर्काले जे भन्नु त्यही मान्नु पर्यो। छोरा बुहारीले यो कहिले मर्छ, यो मरेदेखि आनन्द हुन्थ्यो, यसलाई बिरामी भएर दबाई गर्दा गर्दा हाम्रो सम्पत्ति नै सिद्धिसक्यो, त्यसो भनेर भन्छन् अहिलेका छोरा बुहारीले। मेरा छोरा छन् छोरी छन् भनेर कसैले आश नगर्नु होला। कसैले जति सक्दो हुन्छ आफूले कमाएर आफूले बचत गरेर राख्न सक्नुभयो भने काम लाग्छ। नत्र छोराले कमाएर दिन्छ मैले खाउँला भनेर कहिले पनि आश नगर्नु होला।